हेलो गुड मर्निङ। आज चाहिँ हामी क्याम्पमा सामान अक्सी पुर्याएर यहाँ आएको अवस्थामा है त। यो चाहिँ हाम्रो एभरेस्टको क्याम्प हो। म चाहिँ मानबहादुर तामाङ दोलखा जिरीबाट। हामी चाहिँ हिजो आइपुगेको थियो। हिजो जानुपर्ने हावाले अलि जान सकेन माथि समिटमा, अनि आज बसेर भरे राति जाने। अनि म चाहिँ अहिले यहाँ पानी उमाल्दैछु। उम्लिसक्यो। यहाँ थर्मसमा हाल्ने आइस बिलाएर। यस्तै छ हिमालको जिन्दगी। खासमा मैले सुरु गरेको चाहिँ 2014 बाट हो। हिमाल चाहिँ 2014 मा चाहिँ म टिबेटबाट हाम्रो छैयौं हिमालमा गएको थियो। त्यसमा चाहिँ म क्लाइम्बर्समा हैन, म कुक हेल्परमा गएको थियो फर्स्ट टाइम। अनि त्यहाँको चाहिँ अब 1 महिना टाइम हुँदो रहेछ। त्यो टाइम बिताएर हामी फेरि नेपाल फर्क्यौं। अनि त्यहाँदेखि चाहिँ 2015 मा चाहिँ फेरि म चाहिँ नेपाल साइडबाट चाहिँ क्याम्टुकुकमा गएँ। हाम्रो कम्पनीको नाम चाहिँ ज्याकेट ग्लोब भन्छ, विदेशी अब त युके कम्पनी नाम चाहिँ। अनि पहिला चाहिँ समिट नेपाल भन्ने थियो नेपाल कम्पनी, अहिले नेपाल स्काइलाइन भन्ने छ। र त्यहाँबाट म क्याम्टुकुकमा गएँ 15 मा। अनि क्याम्टुकुकमा जाँदाखेरि एक दुई रातको बसाइ भएको थियो। अनि ठ्याक्कै हाम्रो त्यो भूकम्प आइदियो। भूकम्प आइदिएपछि अब सबै अब तल बेस क्याम्प अब डिजास्टर नै भयो। पुमरीपट्टि पाटको चाहिँ ढिस्को भत्केर आएर चाहिँ सबै क्याम्प नै उडाइदियो। हाम्रो क्याम्प, सबैको क्याम्प, प्रायको क्याम्प सबै उडाइदिएको थियो। अनि र खुम्बु आइसफलको बाटो पनि अब भत्किएको बिग्रेको हुनाले हामी चाहिँ हिँडेर आउने बाटो थिएन। अनि एक रात त्यहीँ बसेर हाम्रो सामान त्यहीँ प्याकिङ गरेर चाहिँ हामी चाहिँ क्याम्प 1 बाट चाहिँ हेलीमा तल ड्रप भयो बेस क्याम्प। र त्यहाँदेखि हामी त्यहाँको सबै म्यानेज गरेर तल झऱ्यौँ। अनि 15 मा त्यस्तो भइदियो। र 16 मा फेरि म क्याम्पटुकमै गएँ। क्याम्पटुकमै गएँ त्यहाँ गएको थियो। अनि त्यतिखेर चाहिँ हाम्रो त्यस्तै 6-7 जना क्लाइन्ट्स हुनुहुन्थ्यो। र त्यो पालि चाहिँ सक्सेस भयो सबै टिमहरू। अनि म चाहिँ क्याम्प 3 सम्म गएँ। उहाँहरू समिट जाने दिनमा म चाहिँ क्याम्प 3 को क्याम्प उठाउनु गएको थियो। र फर्स्ट टाइम चाहिँ त्यो क्याम्प 3 को हाइटमा पुगेर अब वेदर राम्रो भएको हुनाले सबै देखेको थियो हजुर। अब जो त्यतिखेर देखियो र रमाइलो भएर हेरेर बसियो। अनि मेरो चाहिँ एउटा ग्लोभ्स चाहिँ क्याम्प 3 त्यो भित्र जाँदै अब खसेको थियो। तर वेदरले साथ दिएर त्यतिखेर म फर्स्ट टाइम भएर केही थाहा थिएन। अनि राम्रै भइदियो। अनि मैले चाहिँ त्यो क्याम्प उठाएर तल क्याम्प 2 ल्याएँ। अनि 16 मा त्यस्तै गरेर अब जो सक्सेस भयो। अब राम्रैसँग सक्सेस गरिएर सबैजना हामी सकुशल नै फर्कियौँ। त्यहाँदेखि 17 मा म आफ्नै पर्सनल प्रब्लमले गर्दाखेरि म जान गइएन। अनि 18 मा पनि गइएन। अनि 19 मा चाहिँ हाम्रो एकजना विन्टर केटु दाइ हुनुहुन्छ, पेम छिरिङ भन्नुहुन्छ उहाँको नाम। उहाँ उता चङ्खुको। अनि उहाँ पनि अब इन्टरनेसनल माउन्टेन गाइड हुनुहुन्छ। उहाँ दाइले चाहिँ मलाई एकदम राम्रो सपोर्ट गर्नुभयो। जो अब त्यतिखेर मलाई माथि जान सक्छ भनेर सोध्यो। अनि मैले चाहिँ सक्छु दाइ, अब चाहदियो भने म जान्छु दाइ भनेर भने। अनि त्यहाँदेखि चाहिँ उहाँले चाहिँ मलाई चाहदिनु भएको पेन्सिल दाइले। उहाँलाई चाहिँ म अब हृदयदेखि नै अब रेस्पेक्ट गर्न चाहन्छु पेन्सिल दाइलाई। अनि त्यहाँदेखि उहाँले चाहदियो र हामी जो सँगसँगै गयो। अनि त्यो पालि चाहिँ मैले 2019 मे 22 मा चाहिँ मैले समिट गरेँ। त्यहाँदेखि हामी तल झऱ्यौँ।
यो चाहिँ मेरो फर्स्ट समिट एभरेस्टको। कुनै पनि पिक चढेको थिएन, पहिलोचोटि नै मैले एभरेस्ट चढेको हुँ। 8848.86 भनौँ न होइन। अनि त्यो त्यतिखेर माथि पुग्दा चाहिँ म त फर्स्ट टाइम अब तपाईँको माथि डाँडामा टुप्पोमा पुग्दाखेरि अब समिट त गरियो, तर त्यहाँ पुगेर एउटा म जस्तै टुप्पो त्यहाँनिर छ भने म यहाँ पुग्दाखेरि ठ्याक्कै टुप्पो देख्दाखेरि आँसु आएको, तपाईँको आँसु आउँदो रहेछ। यो चाहिँ रियल कुरा है। तपाईँको पहिलोचोटि जाँदाखेरि म कसरी आइपुगेँ होला, कुन ठाउँमा पुगेँ होला, त्यस्तो फिल भयो। अनि म त अब मुखमा त रेगुलर मास्क छ, आँखामा चस्मा छ, देख्दैन कसैले रोएको, अब रोएको पनि सुन्दैन। आँसु चाहिँ बेसरी झऱ्यो। म रुँदाखेरि चाहिँ तपाईँको आँसु चाहिँ यहाँ यो हाम्रो डाउनसुट हुन्छ, डाउनसुटको चेनमा चाहिँ तपाईँको यत्रो यत्रो डल्लो नै आइस भएर जमेको त्यस्तो भयो। जे होस् एउटा गर्वको आँसु आउँदो रहेछ, खुसीको। अनि त्यहाँ पुगेर फर्किने बेलामा तपाईँको यो चाहिँ आकाशमै हो कि यो धरतीमा हो कि जस्तो फिल भयो कि मलाई। अनि घाम त लागिरहेछ, अनि यो घाम चाहिँ तपाईँको यो बेलुकाको घाम हो कि बिहानको घाम हो कि त्यस्तो भयो कि अब रात पर्छ कि यस्तो ठाउँमा चाहिँ कहाँ हो कहाँ जस्तो भएको थियो। अनि फेरि एक हिसाबले तलबाट आउने मान्छे चाहिँ माथि समिटको लागि आउँदै गरेको देख्दाखेरि चाहिँ ओहो यो त बिहानै रहेछ, हामी त अब फर्किने बेला भयो, अब हामी त तल जस टाइममै पुग्ने रहेछ भन्ने पनि सोच आएको थियो। अनि जब क्याम्पमा पुगेपछि चाहिँ मलाई चाहिँ एउटा धरतीमा झरे जस्तो फिल भएको थियो है, त्यो फर्स्ट टाइम चाहिँ। अनि त्यस्तै गरेर जे होस् मैले त्यो पालि त्यस्तै गरेर अब राम्रो समिट चान्स पाएँ, समिट पनि गरियो। बिहान हामी लगभग अब 7:15 पुगेको थियो बिहान। अनि त्यो पालि जोस् राम्रै समिट गरेर अनि हामी तल राम्रोसँग सबैजना सबकुशल अब हाम्रो पाहुनाहरू र हामी नेपाली शेर्पा टिमहरू सबैजना सँगै झऱ्यौँ। अनि 20 को लागि फेरि पछि 20 को लागि चाहिँ हामीले अब कन्फर्मै थियो, तर अब सामानहरू पठाइसकेको थियो। अनि हाम्रो पाङबुजेमा पुगिसक्यो सामानहरू। अब फेरि पछि लकडाउन भएर चाहिँ हाम्रो अब बन्द भइदियो होइन। अनि 21 सम्म चलेन, 22 मा नि अब भएन। अनि म चाहिँ फेरि अनि 23 मा चाहिँ इलाइट भन्ने कम्पनी नेस दाइको कम्पनीबाट गयो। अनि त्यतिखेर चाहिँ मैले अब फेरि एभरेस्ट पनि चढ्यो अनि लोछे पनि चढ्यो। त्यो चाहिँ हाम्रो 23 र 23 मा एभरेस्ट चढ्यो अनि 24 मा लोछे चढ्यो। अनि त्यो पालि पनि जो समिट अब सक्सेस भएको थियो। अनि त्यहाँदेखि चाहिँ फेरि 24 मा हाम्रो एसएन हिमालयबाट गएको थियो, हाम्रै रोलालिङकै दाजुभाइहरूको अफिसबाट। अनि त्यतिखेर पनि माथि साउथ समिट भन्ने ठाउँ छ। अनि त्यहाँ पुग्दाखेरि अटोमेटिक हावा बेसरी चल्यो, भुमरी चलेपछि त्यहाँदेखि चाहिँ अनि हाम्रो तल हाकिमले नै एकदम ठुलो हावा छ, माथि नजानु, फर्केको राम्रो हो भनेर भन्नुभयो। त्यहाँदेखि हामी फर्क्यौँ फेरि त्यहाँदेखि चाहिँ। अनि त्यो पालि 24 मा मेरो समिट भएन। अनि यसपालि चाहिँ हिमालयन एसियनबाट गएको। यसपालि पनि त्यस्तै भइदियो, मौसमले अब गडबड गराइदियो। अब क्याम्पबाट हामी बालगुनीसम्म पुगेको थियौँ। बालगुनी पुग्दाखेरि हावा अति चलेको थियो। तपाईँको राति टर्च बालेर हिँड्दाखेरि हावाले त्यो हिउँको धुलो उडाएर बाटै नदेख्ने कि। अनि त्यसले गर्दाखेरि सबैजना हामी फर्कियो। अनि त्यहाँदेखि लोच्छे जाने क्लाइन्ट्स थियो, 2 जना पाहुना हुनुहुन्थ्यो। अनि 1 जना पाहुना चाहिँ जाने
भन्ने कुरा भयो। अनि त्यही भएर उहाँले चाहिँ मैले लगेर अनि चढाएर जेस अब चढाइदियो र राम्रोसँग झारिदियो हजुर। यसपालिको चाहिँ उहाँ चाहिँ ब्राजिलको हुनुहुन्थ्यो, तोरिसेली भन्ने एकजना 45-46 वर्षको दाइ हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ यसपालि चाहिँ लोसे समिट गराएर झार्यो। र योसँग चाहिँ मेरो चाहिँ एभरेस्ट 2 चोटि, लोत्से 2 चोटि हुन्छ हजुर। अनि मैले अहिलेसम्म चढेको चाहिँ खासै धेरै त छैन। अब आमाटाउलम चढियो, मनसोली नै चढियो, तर 8000 मिटरसम्म मात्रै पुग्यो। क्लाइन्ट्सको कारणले गर्दाखेरि म फर्किनु पर्यो। अनि हिमलुङ हिमाल चढ्यो हजुर, 7000 भन्दा अब माथिको हिमाल हो, त्यो पनि एकदम राम्रो हिमाल हो हिमलुङ पनि। अनि पाकिस्तानको गेसरभुम 2 पनि चढ्यो, G2 भन्छ। र त्यसमा चाहिँ म यसपालि जाँदैछु हजुर। अब यस्तै छ हजुर हिमालको अब कथाहरू है। अब मैले सम्झेँ कि साला अब यो के अरे अब यो ठाउँको मान्छे अब जिरी एरियामा त अब लगभग एरियाको त तामाङ जातिमा अब मै होला। अब दोलखा जिल्लामा त छ, यता रोलबालिङ साइड सिमे गाउँतिरको छ, तर त्यो एरियाको चाहिँ अहिले अब घमडी साथ भन्नुपर्दाखेरि अब मै होला होइन, एभरेज समिटर भन्नुपर्दाखेरि। अनि होला र हो पनि हो। अनि त्यतिखेर चाहिँ सोचेँ कि अब सपना नै नभएको कुरा म कसरी यहाँ पुग्यो होला, कसरी म यहाँ पाइलट टेकेँ होला, कहाँबाट आइपुग्यो भन्ने चाहिँ तपाईँको त्यस्तो फिल हुँदो रहेछ कि। अरे घरको याद आयो। अब मेरो एउटा आमा बाउको अथवा दाजुभाइको आशीर्वादले नै हो कि होला सायद होइन, अब भगवान्को कृपाले पनि होला मलाई यहाँसम्म पुर्याएको भन्ने एउटा गहिरो सोच आएर चाहिँ अटोमेटिकली तपाईँको आँसु तपाईँको त्यत्तिकै पखेर हुँदो रहेछ तपाईँको, त्यस्तो चाहिँ फिल हुँदो रहेछ। अनि जस अब पुगेर माथि पुगेपछि चट्ट अब टुप्पो पुगेपछि एउटा भगवानै हो त्यहाँ अब चक्क ढोक्ने, ढोकिसकेपछि फोटो सेसन भइसकेपछि त फेरि त्यो अब आँसु आउने त रोकिहाल्छ नै। तर त्यस्तो चाहिँ तपाईँ पनि पुग्नु यदि ट्राई गर्नुभयो भने त्यस्तो फिल चाहिँ हुन्छ तपाईँले नि। पहिलोपटक चढ्दा चाहिँ यस्तो भएको थियो, तपाईँको क्याम्प 3बाट क्याम्प 4 जाने दिनमा चाहिँ अब मेरो जिउमा चाहिँ अलिक पसिना बढी आउने। अनि त्यसले गर्दाखेरि मेरो डाउनसुटको पछाडि चाहिँ सबै भिजेको थियो डाउनहरू। अनि त्यो दिन चाहिँ ओहो चिसो फिल भएको थियो मलाई। अनि के अरे अब भरे राति गयो भने त चिसोले मर्छ कि भन्ने डर चाहिँ भएको थियो। अब हुन त त्यो भित्रमा म हिँडेको थिएन क्याम्पदेखि माथि पनि, अनि त्यस्तो फिल भएको थियो। अब अनुभव थिएन नि त। अनि त्यो दिन चाहिँ हावा बढी चलेर अनि लिडरले हाम्रो टिम लिडरले चाहिँ अनि 12 बजीसम्म हावा चल्यो भने नजाने भनेको थियो। अनि त्यहाँदेखि अनि 12 बजीसम्म नै हावा कन्टिन्यू त्यति नै चलिरह्यो कि। अनि त्यहाँबाट त्यो दिन चाहिँ हामी त्यहीँ बस्यौँ। अनि भोलिपल्ट दिनभरि बस्दा त मेरो नि अब ज्याकेट मजाले सुक्यो होइन। अनि त्यहाँ भोलिपल्ट चाहिँ खासै अब चाहिँ म सक्छु होला भन्ने फिल भएको थियो जोस हुनु चाहिँ। तर माथितिर खासै त्यस्तो राति हिँड्दा त्यति डर फिल चाहिँ भएन। त्यही हो माथि टुप्पो पुग्दा चाहिँ आकाशमा हो कि धरतीमा हो भन्ने चाहिँ भएको थियो। नेपाल चाहिँ कता हो कता अब जता हेऱ्यो नि सानसानो हिमालहरू मात्रै देख्छ है। अनि पागल होला जस्तो टाइपको त्यस्तो भएको थियो। तर फर्स्ट टाइम चाहिँ अनि पछिदेखि त त्यस्तो खासै त्यस्तो फिल भएन। सबै हेर्दै अनुभव गर्दै हिँड्यो। अब त्यो सबै कुरो बानी त हो है। बानी भएपछि अलिकति ढुक्क पनि हुँदो रहेछ। अहिले मलाई खासै एक्लै जाऊ भने नि मलाई त्यस्तो खास फिल हुँदैन, त्यस्तो डर फिलहरू। यो अब आफ्नै के अरे माटो हो, आफ्नै देश हो, आफ्नै बाटो हो भन्ने टाइपको सोच्दो रहेछ कि। सकिहाल्छ जहिले हिँडेको कुरा अब ठाउँमा भन्ने चाहिँ जो आनन्द आउँदो रहेछ अहिले चाहिँ पहिलाको भन्दा चाहिँ। माथि टुप्पोमा पुगेपछि चाहिँ एकदम गर्व फिल हुने कि
एउटा साहसीपन बढेको जस्तो होइन। एक त त्यो ठाउँबाट चाहिँ अब राम्रो भ्यूहरू देख्ने, सारा दुनियाँहरू देख्ने होइन, ठाउँ सारा हिमालहरू चट्ट देख्न पाउँदाखेरि अब मजाले खुसी हुने र एक त आफूसँग जाने क्लाइन्टलाई पनि टक्क टुप्पोमा पुगेपछि ओहो मैले ठुलो काम गरेँ, राम्रो गरेँ, यसलाई सक्सेस गरायो, यो खुसी भयो। अब मैले गरेको काम चाहिँ राम्रो भयो यसपालि भन्ने एउटा मनले आफैले नै राम्रो मान्दो रहेछ है। अब हिमाल भनेको कुरा तपाईँ त्यही हो, अब दुःख पनि गर्नैपर्छ, एउटा रिस्क हो। अब हामी त यहाँबाट जानुभन्दा अगाडि नै एउटा फर्म भरेर लेप्चे लाएर जाने हो। अब कसको नाममा हो भनेर चाहिँ तपाईँको अब केही भइहाल्यो भने अब कसको नाम राख्ने, त्यहाँ आफ्नो अब श्रीमतीको राख्ने कि अथवा बच्चाहरूको राख्ने कि अब केही भइहाल्यो नि उहाँहरूले त्यो अब इन्सुरेन्स लिने भन्ने हिसाबले चाहिँ त्यसरी जाने हो। अब त्यही हो, दुःख त अति नै हो माथि। अनि त्यो दुःख अनुसारले चाहिँ जसमाथि सब्मिट गरिसकेपछि चाहिँ ओहो भन्ने चाहिँ एउटा अब गर्व फिल हुन्छ र एउटा आफ्नो क्षमता चाहिँ जे होस् भनौँ न, अब साहसीपन चाहिँ बढ्दो रहेछ जे होस् मैले गरेँ भन्ने टाइपको चाहिँ। छोडिदिउँ भन्ने चाहिँ कहिलेकाहीँ चाहिँ दुःखै साह्रै अब साथीभाइ नमिल्दाखेरि हिमालमा चाहिँ अब साथीभाइ मिल्यो भने त रमाइलो हुन्छ र कोही काम गर्ने कोही नगर्ने हुँदा चाहिँ साला यो काम चाहिँ किन गऱ्यो होला, अब के रहर लाग्यो होला अब भन्ने टाइपको चाहिँ सोच चाहिँ आउँदो रहेछ। अस्ति पनि हाम्रो साथीहरूले अब ठाउँमा अक्सी धेरै छोडेर आएको रहेछ। अनि हामीले त अफिसलाई राम्रो हो, अब अफिसको किन त्यस्तो गरौँ, काम गरेपछि त्यो अफिसले धोका दिनु हुँदैन भनेर अब म चाहिँ लोसे चढेर बेलुका आयो तल क्याम्पमा राति आएर अनि फेरि भोलिपल्ट बिहानै उठेर गएको लिनु जाँदा चाहिँ तपाईँको त्यतिखेर अलिकति त्यहाँको रोग खोकी रुगामार्गीले पनि सताएको थियो। खोक्दै हिँड्दाखेरि यो छाती चाहिँ यसरी पोल्यो कि पोल्दाखेरि म क्याम्प 3 को माथि भित्तातिर त्यो रक भेन भन्छ, येलो भेन पनि भन्छ है। अनि त्यहाँतिर पुग्नु खोज्दाखेरि साह्रै चित्त दुख्यो कि त्यतिखेर चाहिँ यो काम चाहिँ के गरे होला। अब यो त्यत्रो साथी थियो, 13-14 जना साथी, सबैजनाले मिलेर काम गऱ्यो भने चाहिँ त यति पनि दुःख नहुने। तर कोही बेस क्याम्प झरिसक्यो, अब आफू मात्रै माथि छ। अनि त्यो काम क्लियर गर्नु खोज्दाखेरि चाहिँ अर्को एकजना शेर्पा भाइ थियो, हामी 2 जना गएको। अनि त्यहाँबाट अनि त्यतिखेर चाहिँ अलिकति चित्त दुखेकै हो। अनि कतिखेर चाहिँ अब यो सामान चाहिँ क्याम्प 2 झरेर आनन्दले सुताउँ जस्तो लागेको थियो। अनि तल क्याम्प 2 झर्दाखेरि उहाँहरूले किचन टेन्टहरू सबै उठाइसक्नु भएको रहेछ। अनि एउटा इपा ग्यास चुलो रहेछ, अनि खाना चाहिँ पकाइसकेको रहेछ। अनि जाँदाखेरि हामी त्यहाँको क्याम्प 2 को कुक दाइले चिया कफी खुवायो, अनि त्यो खाना तताएर खायो बाहिरै। अनि आफ्नो टेन्टमा गएर सुत्यो। अनि बिहान चाहिँ हामी सामान प्याक गरेर अनि बेस क्याम्प झरेको। त्यतिखेर चाहिँ त्यस्तो अलिकति दुःख फिल भयो कि यो यात्रा क्रममा चाहिँ आनन्द लाग्ने चाहिँ के छ भने तपाईँको अब माथितिर त यस्तै दुःखै हो, बेस क्याम्पमा चाहिँ आनन्द लाग्छ तपाईँको। अब कोही बेला अब गेट टुगेदर पार्टी जस्तो अथवा अब ग्यादरिङ हुन्छ नि सानो, त्यतिखेर चाहिँ अब हामीले लगभग क्याम्प सेटिङ गरिसकेपछि हाम्रो कोही बेला अब त्यो रमाइलो गरौँ न भन्ने हुन्छ। अथवा चढेर आइसकेपछि चाहिँ बेस क्याम्प आइसकेपछि चाहिँ सबै टोटली टिमहरू सँगै भएर चाहिँ अब हामी थाकेको हुन्छ होइन, हल्का अब अल्कोहल त खानैपर्छ। जस्तै खुकुरम कोही बेला अब ब्ल्याक लेबल रेड लेबल पनि हुन्छ अफिसमा होइन। अनि त्यो खाएपछि चाहिँ अब बाँच्यो भन्ने, अब नाचगान गर्ने, रमाइलो गर्ने, त्यस्तो पनि हुन्छ। अनि एउटा खुसीको फिल चाहिँ के हुन्छ भने अब पहिलादेखि अब दुःख गऱ्यो अनि माथि हिमाल चढेर चाहिँ त्यो खुम्बु आइसफलको फेदमा त्यो हामीले डोरी छोडिसकेपछि चाहिँ अब खुम्बु आइसफलमा त क्रिपास हुन्छ नि बेसरी, अब डल्ला डुल्ली आएर पुर्ला अथवा त्यो भित्र छिर्ला भन्ने डर हुन्छ। तर माथिबाट फाइनली झरिसकेपछि चाहिँ तल सेफ पोइन्टमा आइपुगेपछि चाहिँ खुसी, अब चाहिँ बाँच्यो, यसपालिको साल बाँच्यो भन्ने टाइपको चाहिँ हामीलाई एउटा होपफुल एउटा के भन्छ अब खुसीको क्षण चाहिँ त्यो पनि हुन्छ। फेरि
अनि त्यहाँ चाहिँ हामीलाई चिसो ल्याइदिन्छ, कोक सोक त्यस्तै ल्याइदिन्छ त्यहाँसम्मलाई। अनि चट्ट त्यहाँ झरेपछि अनि कोक खाने, आनन्द शीतल भएर हिँड्ने कि तपाईँको त्यहाँदेखि चाहिँ त्यो पनि एउटा खुसी फिलै हुन्छ। त्यो पनि अब यो हिमालको विषयमा कुरो बोल्न मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई।